हाई साथीहरू, आज चाहिँ पिनट साटेको बनाऊँ। यसलाई चाहिँ मजाले धोएर 3-4 चोटि केलाएर जालीमा राखेर धुने अनि धोएपछि चाहिँ कन्टेनरमा राखेर यसलाई चाहिँ एकछिन भिजाउन राखिदिने। अनि भिजाउनको लागि आधी घन्टा कि त 20 मिनट जति भिजाउँदा हुन्छ। अलिकता फुलेर आउँछ अनि अलिकता फोरो पनि जान्छ त्यस्तो गर्दाखेरि। अनि त्यसपछि यसमा चाहिने बिरे नुन, नर्मल सेतो नुन, अनि त्यसपछि आमचुर पाउडर, ड्राई आमचुर पाउडर, हर्दी अनि कि त भयो फुड कलर चाहिँ अप्सनल हो। अनि थोरै मसला अनि ब्ल्याक पेपर, मरिचको धुलो हालेर यसलाई मल्नु। यदि कर्नफ्लोर नहाल्ने हो भने बेसन हाल्दा पनि हुन्छ। अनि कराईमा मजाले तेल तातेपछि चाहिँ हामीले यो मिक्स गरेर राखेको यसरी फ्राई गर्न मिल्छ। अलिकता मिडियम टु लो फ्लेममा मजाले फ्राई गर्ने। अनि फ्राई गरेर यसलाई झिक्न मिल्छ। एकदमै टेस्टी बनेको थियो र टेस्टी पनि हुन्छ पनि। यतिकै खाँदाखेरि चाहिँ त्यति मन पर्दैन। हेर्नु त, हेर्दै खाउ लाग्दो बनेको छ। अनि एकदमै क्रन्ची पनि भएको छ चिसो भएपछि। अनि यसमा नुन पुगेको छैन भने तपाईँहरूले एड गरेर खान मिल्छ। खुर्सानी खानुहुन्छ भने पनि लो खुर्सानी, नुन अलिकता कम छ भने एड गरेर खान पनि मिल्छ। हामीले साँधेर खान पनि मिल्छ। थ्याङ्क यू।